लो गुड मर्निङ गाइज। तपाईँहरू सबैलाई हेर्नु भएर मेरो भिडियोलाई लाइक गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब आज चाहिँ हामी चाहिँ यहाँनिरबाट अब छङ्गुतर्फतिर घुम्नु निक्लिँदैछौँ। आज चाहिँ हामीहरू चाहिँ छङ्गु बाबा मन्दिर हुँदै हुँदै नाथाङ घुम्नेछौँ हो। अब चाहिँ हामी चाहिँ मेरो आधी साथीहरू चाहिँ उताबाट आउँदैछ। अन्त हामी दुईजना चाहिँ यताबाट जाँदैछौँ। त्यहाँ हामी चाहिँ सबै गएर माथि 2 माइलमा भेट्नेछौँ। त्यहाँबाट हाम्रो फर्दर स्टार्ट गर्छौँ। अब हामी चाहिँ गएको छङ्गुतिर ओभरटेक गर्दै आउनु हो। हामीलाई डरै गरिन्छ बाइकहरू। ल अब चाहिँ हामी चाहिँ 2 माइल चेकपोस्टमा पुग्यौँ हो। 2 माइल चेकपोस्टमा पुगेर चाहिँ अब त्यहाँनिर हामीले चाहिँ पास कार्डहरू सबै बनाउनु पर्छ। यहाँ अब भाइहरूले के भेटेर अब यहाँ के हेरेर सामानहरू सबै मिलाएर अब एकदम अब चाहिँ यो गरेर सबै मिलाइसकेर चाहिँ अब चाहिँ हामी चाहिँ अब त्यो हिँड्छौँ है। अब यहाँनिर चाहिँ लुट एकदम रेडी छ, सबैजना अब भयो, अब स्टार्ट गर्यो। यहाँनिर हेर्नुहोस् कति राम्रो राम्रो यो धुप्पी गाडीहरू, यो गाडीहरू चाहिँ यति राम्रो राम्रो यति मजा मजाको जग्गाहरू छ हो। अब त्यो घामको लाइटहरू कति मजाले भेटिरहेछ। अब यो सडकहरू यति साह्रो क्लियर हो, सबै यति दामी दामी छ कि तपाईँहरू सबै पनि म एकपल्ट यही बाटो चाहिँ एकपल्ट घुम्नु जानुहोस् भनेर म त सबै तपाईँलाई सजेस्ट गर्छु। अब चाहिँ अगाडि हाम्रो भाइहरू छ हो, यो अगाडिको गाडीमा। अब यो भाइहरूलाई पनि अब म चाहिँ टक्क ओभरटेक गरेर चाहिँ अब म पनि अगाडि निक्लिन्छु। अब दुईजना भाइ त अब ओभरटेक गरेर निक्ल्यो पनि हो। अब हेर्नुहोस् अब भाइ पनि स्पिड कुदेको 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 छ हो। अब भाइलाई अब जसरी पनि अब काट्नै पर्ने छ हो। अब एकछिनमा अब सट्टै अगाडि निक्लिहाल्नु पऱ्यो। ल सट्टै यहाँनिर गएर चाहिँ अब भाइले खेदेर पनि ओभरटेक गर्नुपर्ने छ। ल भेट्नै साह्रो पऱ्यो हो भाइले। कुद्दा कुद्दा भाइ पनि कम्ती स्पिड कुदैन हो। ल भेटौँ भन्ने त गएको गएको भइदियो होइन भाइ त बेसा स्पिड हो भाइ त स्पिड कुद्यो छुने क्या हो होइन। म अब ओभरटेक गर्छु झन्डै स्पिड कुद्छ त होइन। हामी कहाँ पुग्यो?
बुढीले के भनेर उसलाई अब चाहिँ यहाँनिर चाहिँ मजाको भ्यू पोइन्ट देख्ने जग्गा आएछ हो। यहाँनिर भ्यू पोइन्टको त्यहाँनिर मान्छेहरूले के सामान बेच्दै जाडोमा उयो गर्ने क्या लाउनेहरू हो, जो जोलाई याद हुँदैन बाटोमा तलबाट किनेर भुलेर आउँछ तिनीहरूले सबै यहाँ आएर एकदम भ्यू हेर्दै फोटो खिच्दै यहाँनिर के सामानहरू बेच्दो रहेछ हो। यहाँनिर सामानहरू किनेर जस्तै ग्लोभ्सहरू क्या तातो मोजेहरू स्वेटरहरू लाएर चाहिँ सट्टै यहाँनिर चाहिँ जाँदा हुँदो रहेछ। ऊ पारीको भ्यू यति दामी देख्दैछ कि त्यहाँनिर सबैजना यहाँनिरबाट हेर्दै पनि रहेछ। यो चाहिँ फर्स्ट भ्यू पोइन्ट रहेछ गान्तोकबाट पुगेपछि जाँदै जाँदा छङ्गुमा चाहिँ। हामीले अलिकति तल अघि खाजा पनि खाएको थियो हो। कति हो यो 18 माइल हो कि कतिमा खाजा पनि खाएको थियो। बेसी एक्साइटेड भएर त्यो खाजा खाएको भिडियो पनि गर्न भुलेछ हो। अब फेरि खाजा खाएर अब हिँड्यौँ हो चाहिँ सुपर फास्ट हिँडेको छौँ। अब एकछिनबाट हामी छङ्गु पुगी पनि हाल्छौँ है ल। अब यो छङ्गुको पोखरीहरू छ हो। यो यसको हेर्नुहोस् यो तल साइड भ्यूहरू सबै यो सबै पोखरीको भ्यू रहेछ हो। यहाँनिर मन्दिर रहेछ, पूजा गर्दो रहेछ। यो सबै यो याकहरू रहेछ। यो याकहरूमा चढ्नुलाई यो फोटोहरू खिच्दा पनि हुँदो रहेछ हो यहाँनिर सबैजना। हेर्नु नि अब यस्तो हाउडेको एक्साइटेड भएछ कि त्यहाँनिर पोखरीमा पनि घुम्यौँ, यसरी याकमा चढ्यो पनि हिँड्यो पनि यो पनि गऱ्यो। यो भिडियो चाहिँ गर्नु भुलेछु। अब अलिकति सानो भिडियो गरेको भए कति राम्रो हुन्थ्यो र नि। अब फेरि बाबा मन्दिरतर्फ लाग्दैछ नि, अब त्यहाँनिरको सबै मिस भयो। अब कस्तो खालके साह्रै एकजना क्यामेराम्यान त चाहिने रहेछ हौ, खोइ नहुने रहेछ। अब फेरि अब उता जाँदैछौँ, अब हामीहरू नथुला साइड जाँदैछौँ किनभने त्यहाँनिर पनि टाइम बाउन्ड रहेछ हो। कति भित्रमा पुग्नुपर्ने, त्यहाँनिर त्यो भित्रमा पुगेन भने त फेरि जानु दिँदैन रहेछ नि हो। होइन तपाईँ भोलि आउनु ल पो भन्दो रहेछ त्यति।
अब हेर्नुहोस् ल, यहाँबाट तल पोखरी देख्छ, हेर्नुहोस् न पोखरीको भ्यू। दामी देख्दो रहेछ, देख्नु त पोखरीको भ्यू त, तर मजाको क्या। अब यो बाटोहरू पनि हेर्नु, हल्का हुस्से लागिरहेको, माथिबाट घाम आउनु खोजिरहेको, यो बिहानीको यो जुन चाहिँ तपाईँको चिसो, यति दामी फिल हुँदो रहेछ कि तपाईँहरूलाई पनि म सजेस्ट गर्छु क्या, एकपल्ट मजाले बाइक राइडिङ जानुहोस् हो त्यो जग्गापट्टि। ओम श्री साई राम। अब दुईवटा बाटो आइपुग्यो त होइन, अब दुईवटा बाटो आइपुग्यो। हामी यहाँबाट परसम्म गएको थियो अस्ति। काम दामी छ तपाईँहरूको। हाम्रो आर्मीको गाडी पनि आउँदैछ। अब हामी जाँदैछौँ। हामी अस्ति पनि यहाँसम्म जाँदैछौँ, यहाँ त्यति बेला हिँड्थ्यौँ। हेर्नुहोस् न, अब मैले त के अब्जर्भै गरेको थिएन, अब मेरो त अब ध्यान चाहिँ तलपट्टि हो। तर अब यसो कतासो गरेर यसो याद गरेको त आम्मा, माथि त हेर्नुहोस् न, त्यो स्काई भ्यू त यति मजाको देख्दो रहेछ। जुन चाहिँ त्यो अगाडि अब जानुपर्ने हाम्रो त्यो रोड प्लस माथिको त्यो जुन चाहिँ टक्क बादलहरू देख्दै गरेको यति दामी देख्दो रहेछ कि आम्मा, यस्तो सिन चाहिँ त्यो भेट्नु नपाउँदो रहेछ क्या, हुन्छ नि। अब यति दामी देख्दैछ, हेर्नुहोस् त, तपाईँहरू पनि अब्जर्भ गर्नुहोस् त। हामी चाहिँ नथुला पुग्नु आँटेको छ। अब 6 किलोमिटर जस्तो होला। माथि तपाईँहरूले देखिरहनु भएको छ।
ल अब सानो भिडियो चाहिँ यो चाहिँ मेरो साथीको बनाइदिएको भिडियो गरिदिएको पार्ट हालेको हो। उसले यो चाहिँ सानो फोनबाट गर्दैछ कि अन्त यहाँनिर हल्का त्यसमै कन्टिन्युस गरेर जोडिदिएको नि। हेर्नुहोस् न आम्मामाम साथमै खतरा नि हो। अन्त पछाडिबाट त अन्त यतिको चाहिँ बिचरा मेरो उगेन साथीले चाहिँ गरिदिएको हो नि हौ। अब कहाँ अब जोसुकैले कहाँ यस्तो भिडियोहरू गरिदिन्छ हो। म त बादमा साथीलाई भनेँ त त्यो भिडियो गरिदिइरहेको छु अरे अन्त यस्तो हेरेको त होइन। अब साथीले अब साथीको लागि गरिदिएको एकदम मन पऱ्यो हो, त्यही कारण हालिदिएँ मैले पनि बिचमा। होइन हामी तर यसरी घुम्दैछौँ जाँदैछौँ, यसरी मुनि माथि घरहरू देख्दैछौँ, अब यस्तो मजाको बाटोमा जाँदैछौँ होइन। तर यो सबै अब तपाईँहरूलाई भन्नु हो भने चाहिँ यो चाहिँ रेस्ट्रिक्टेड एरिया हो। यहाँ जानुलाई चाहिँ स्पेसल पास चाहिन्छ, किनभने यहाँनिर तपाईँहरू त्यतिकै जानु पाउनु हुँदैन। किनभने यहाँनिरबाट माथि चाहिँ अब इन्टरनेसनल बोर्डर पर्छ। सो त्यसै कारणले चाहिँ यहाँनिर चाहिँ अब माथिबाट के हुन्छ कसो हुन्छ, फेरि अलिकति यो कस्तो खालको जग्गा पनि हो भने चाहिँ अब यहाँनिर चाहिँ अब यो अलिक जाडो सासहरू फेर्नु पनि साह्रो पर्छ। यो टुरिज्मको लागि अब खोलिदिनु पनि भएको छ हाम्रो सरकारले हो, भारत सरकारले, सिक्किम सरकारले। त्यसै कारण क्या हो यहाँनिर यो बाटो बनाइदिनु भएको छ। यो जुन चाहिँ बाटो पनि अब यो सबै अब हाम्रो सरकारले बनाइदिएको हो। त्यसै कारणले सरकारले यति चाहिँ भन्नुपर्छ, धन्यवाद पनि भन्नुपर्छ हो। अब यो बाटोहरू सबै यतिको जुनसुकै बाटो कहाँ हुन्छ र। तपाईँ यति दामी बाटो देख्नुहुन्छ कि यस्तो बाटो तपाईँ जहाँसम्म छङ्गु नथुला कुपुक सबै तपाईँ यस्तो बाटोमा पुग्नुहुन्छ। अब तपाईँ यो बाटोलाई राम्रोसँगले ध्यान दिँदै जानुहोस्, हेर्दै जानुहोस् ल। पास लानु पऱ्यो होइन, पास लानु भनेको छैन। अब चाहिँ हामीहरू हो यहाँनिर माथि नथुला पुगेको। अब यहाँनिरबाट चाहिँ हामी चाहिँ अब माथि चाइनाको उयो हेर्नु जान्छौँ हो। माथि अब उयो टुप्पोमा पुगेपछि चाहिँ चाइना देख्दो रहेछ हो। यहाँनिर हाम्रो हेमलाल भाइ हो, के भन्दैन भने चाहिँ हाम्रो हेमा पनि हो। अब यहाँनिर उगेन साथी पनि छ हो, कता छ यहाँनिर। उसले त झन् नानीले लिइरहेको छ बिचरा। ऊ नानी उगेनको नानी उगेन हाम्रो साथी हो। अब यो चाहिँ सबै चाइनापट्टि है। यो चाहिँ माथि देख्दै गरेको तपाईँको त्यो चाइनाको टावर हो। यति मजाको उयो छ भ्यू त अब कति राम्रो छ नि। अब त्यो हेर्नु यो सबै टुरिस्टहरूले अब हेर्नुको लागि हो, यति दामी दामी छ हो। अब यति मजा हुन्छ, तपाईँहरू सबैले हेर्नुभयो भने क्या हुन्छ नि। अब तपाईँले कतिजनाले सोच्नुहुन्छ भने चाइना कस्तो छ, चाइना कस्तो छ भनेर। अब तपाईँले चाहिँ यहाँनिर अलिकति यो जुन चाहिँ अब यहाँनिरबाट पहिला ट्रेड पनि हुन्थ्यो हो यो नथुला, यहाँबाट पनि हेर्नु सक्नुहुन्छ।
जे होस् हाम्रो उगेन साथी चाहिँ यति चाहिँ मजाको छ हो। अब घरिघरि ऊ बिचराले अब यताउता बस्थ्यो फेरि ऊ अब अघि गाडीमा बसेको थियो हो सट्टै साटेर आएर अब साथीको बाइकमा बस्यो हो। हामीले चाहिँ एउटा दुईवटा तिनवटा बाइक र एउटा गाडी लगेको थियो हो। अन्त सबै यताउता साट्दै बस्दै थियो। अब यति मजा आयो तर के हुन्छ नि यताउता साथीभाइहरू सबै मिलेर गयौँ त्यहाँनिर अब हेऱ्यौँ घुम्यौँ हो। अब टक्कै साथीले अब यतिको भिडियो गरिदिँदैछ कमसेकम एटलिस्ट यतिको त साथीलाई धन्यवाद भन्नैपर्छ हौ रियली। अब यस्तो जोसुकै साथी चाहिँ भेट्दैन तपाईँहरूको पनि साथीहरू जान्छ जोसुकैले यसरी सुट गरिदिँदैन नि बाटोमा। मेरो उगेन साथीलाई धन्यवाद। हामी चाहिँ जानुपर्छ अब यो बाबा मन्दिर पनि छ त्यो पनि पर्छ अब यो चाहिँ हामी पुरानो बाबा मन्दिरपट्टि जानुपर्छ हो। यतै हो उयो जाने यहाँनिर पनि एउटा लेक आयो कुन चाहिँ लेक हो यहाँ लेक आयो छोटो छोटो टिप्दैन है म यहाँबाट टिप्यो नि यस्तो भिडियो भिडियो टाढो फोन गरेर टाढो 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 अब यो चाहिँ हामी जो ऊ तल पनि लेक देख्दैछौँ हो। प्रायः माथिको बाटोमा चाहिँ कता कता लेक देखिरहन्छ घरि यता घरि उता घरि कता हो। लेकहरू चाहिँ मजाको छ हो। यो सायद हामीलाई अब यो कुपुक आइपुगेछ हो। अब यहाँनिरबाट अब एकछिन लेकहरू हेर्नेछौँ एकछिन बसेर हो। त्यहाँनिर सबै एकछिन इन्जोय गरिकन त्यहाँदेखि फर्दर हाम्रो यात्रा कन्टिन्युस गर्नेछौँ। सो हाम्रो साथीभाइहरू पनि अब बसिरहेको छ जस्तो लाग्यो माथि हो। सबसेमा अब अलिकति ढिलो चाहिँ कुद्ने चाहिँ म हो है। अब यी भाइहरू बसिरहेछ हो। अब यहाँ म पनि एकछिन रोक्नु पऱ्यो। कसको फोटो खिचेको उत्र फोटो खिच अहिले बेसी पछाडि अब राखेको सबै मजा लिइसक्यो अब हेऱ्यौँ यो गऱ्यौँ हो। अब एकछिन बसेर अब यहाँ सबै चिज अब इन्जोय गऱ्यौँ मैले हो। गियर लाएर रोक्छ अब फेरि यो फोटोसोटो खिच्ने सेसन भएपछि जानु छ है। अब लाग्यो है फेरि ल अब फर्दर अब नेक्स्ट डेस्टिनेसनको लागि अब चाहिँ हामी डाइरेक्ट उता कहाँ भने तपाईँको नाथाङ भ्याली त्यहाँनिर अब बसौँ म। यो त्यो बिचको बाटो हो। कहाँ पुग्यो उनीहरू निक्ल्यो कि निक्लेन पक्का होइन त्यो थिएन होइन त्यहाँ थिएन होइन
तर म हाम्रो साथीभाइलाई एउटा कुरा चाहिँ भन्न चाहन्छु है, साँच्ची नै हाम्रो यो देशको र यो बाटोको रक्षा गर्ने हाम्रो यो बिआरओको टिम हो, यो ग्रेफको बिआरओको टिम र यो आर्मीलाई चाहिँ साँच्ची धन्यवाद भन्नुपर्छ है। किनभने अब यो बिआरओको टिमले पनि कस्तो कस्तो जग्गामा अब यति मजाले बाटो मेन्टेन गरेर राखिदिनुहुन्छ। प्लस यो हाम्रो जति पनि हाम्रो सेनाहरू हुनुहुन्छ, उहाँहरूले हाम्रो अब जुन चाहिँ ज्यानको यति साह्रो सेफ्टी गरिदिनु भएको छ, जुन चाहिँ अब यहाँ देशमा अरू देशकोहरू आएर घुसपेठी गर्नु सक्दैन। अब यो सेनाहरू भन्नु त अब कहाँ कहाँबाट आएर चाहिँ उहाँहरूले चाहिँ अब यहाँ आएर ड्युटी गर्नुहुँदैछ होइन। यो ड्युटी गर्नु साह्रो छ नि हौ, घर छोडेर सात डाँडा पारी गएर अब कोही त कतिजना त बिचराहरूको यहाँ जाडो थाम्नु नसकेर यो लेकर लागेर कतिजना यहाँ बिमार हुन्छ, कतिजनाको यो पनि हुन्छ। त्यसै कारणले यहाँनिर ड्युटी गर्नु त धेरै साह्रो छ, र भए पनि उहाँहरूले गरिदिनुहुन्छ। यतिको योगदान, यतिको बलिदानलाई चाहिँ हामीले साँच्चैमा उहाँहरूको चाहिँ रेस्पेक्ट गर्नुपर्छ क्या। त्यसै कारणले म सबैलाई भन्छु, यहाँहरूलाई रेस्पेक्ट गरिदिनुहोस्, ताकि उहाँहरूले गरेको कर्मले गर्दाखेरि तपाईँ आज यतिको सुख शान्तिको जीवन एकदम पिस फिल गरेर तपाईँहरू बाँच्नु खानु पाइरहेछ। टर्निङ काटे जस्तो भइरहेको छ। भोलि आयो जस्तो लाग्यो। आएन औ औ फेरि यहाँ एक भिडियो सानो छोटो भिडियो एक
मलाई अब जहाँसम्म लाग्यो अब हामी पुग्नु आँटेको छौँ। अब अँध्यारो अँध्यारो पनि भयो। भोलि बिहानको यो चाहिँ सानो एउटा अब हामी यो पनि हेर्नु जाँदैछौँ हो, यो घाम झुल्केको। यहाँनिर मैले एउटा टाइम ल्याप्स गरिरहेको छु, हेर्नुहोस् त हो कति मजाले अब यहाँनिर घाम झुल्केको छ। तर एकैछिनमा हराइ गएर पो मलाई क्या कस्तो दुःख लाग्यो क्या, हुन्छ नि अब बादल, यो जुन चाहिँ पहाड र जुन चाहिँ यो जमिन, यो घामको यति दामी यो जुन चाहिँ देख्नु हुँदैछ नि यो सिन, यति मलाई चाहिँ मन पर्यो हो। आम्मामा बिहान चाहिँ 0 डिग्री -डिग्री भन्दा पनि कम्ती हो। साथीभाइलाई जाउँ न भन्नु त साथीभाइहरू त सबै जाडोले लुक्यो हो। अब चाहिँ एक्लै गएर हो अब भिडियोहरू पनि बनायो हो। साउन्ड कता कता मात्रै कम्ती मात्रै उयोहरू हुन्छ हो। त्यही कारणले अब मजाले अब प्रयास चाहिँ गऱ्यो। त्यहाँनिर पनि थियो 1-2जना साथीभाइहरू थियो होइन। मजा आयो हेर्नुहोस् त अब यति दामी भ्यू। उसको अपोजिट साइडमा चाहिँ टक्कै कञ्चनजङ्घा देख्ने हो। अन्त यहाँनिरबाट चाहिँ सट्टै घाम झुल्किने हो। यसलाई चाहिँ नाथाङ भ्यालीमा यो बम्बे रोड भन्दो रहेछ। किनभने यो चाहिँ बम्बे इन्जिनियर उसले बनाएको अरे, बटालियनले बनाएको अरे कि। बम्बे इन्जिनियर भन्ने यिनीहरूको पनि आफ्नो नाम हुँदो रहेछ, तिनीहरूले बनाएको रहेछ र त्यही कारण यो जग्गालाई चाहिँ तपाईँको बम्बे रोड भनेर पनि भन्दो रहेछ हो। यहाँनिरबाट चाहिँ अब म बिहानको सिन लिएर खिचेर अब यसलाई चाहिँ म एकदम यादगार बनाएर म अब फेरि जान्छु। अब सनराइज देख्ने अब के घाम बाद झुल्केको मैले पीछे खिची पनि सक्यो। अब यसलाई चाहिँ अब म मजाले सबैलाई भिडियोलाई मिलाएर गरौँ भनेर चाहिँ अब गरिरहेको छु। हलक्कै छ हो, यसलाई पनि म लगेर अब मिलाउँछु हो। अब म फेरि अब जहाँनिर बस्यो त्यो रुमतर्फ फर्किन्छु हो। यहाँनिर मैले कतिवटा भिडियो त अब तपाईँको गर्नै पाएन, किनभने अब तपाईँहरूलाई पनि म सजेस्ट चाहिँ गर्छु क्या। जाडोले गर्दाखेरि चाहिँ तपाईँको जति नै फुल चार्ज गर्नुहोस् कि ब्याट्री चाहिँ, तर एकपल्ट जब जाडो भयो नि, जाडो भएपछि चाहिँ तपाईँको यो ब्याट्री चाहिँ अटोमेटिकली अब डाउन भइहाल्ने। मैले उतानिर यसलाई कस्तो फुल चार्ज गरेर गएको थिएँ हो, सबै बाटोमै डाउन, यहाँ पनि डाउन। दुईवटा ब्याट्री त त्यतिकै सक्यो। त्यही माथि यो नाथाङमा राति के भयो अरे, बत्ती ब्लास्ट हो कि के भयो अरे। अब त्यहाँनिर रुममा चार्ज गरौँ भने बत्ती छैन, एउटा छैन, छिटिक्कै चार्ज गर्नु पाएन। यो बिचरा फोनलाई पनि म दुःख सुख बाइकमै पो यसरी मिलाएर हो, यसरी चेपेर म चार्ज गर्दैछु हो। अब यो पनि मेरोमा अप्सन नभएको भए त ब्याट्री पनि 0 थियो नि। अब के हो त्यहाँनिर गयो, अब विटनेस चाहिँ खालि आँखा मात्रै हुने, केही सिनहरू केही क्याप्चरै गर्नु नपाउने। यो चाहिँ दुःख सुखले गरेको क्या। अलि म यसलाई झन् डिटेलमा गरौँ भने कस्तो इच्छा थियो कि। तर तपाईँको यो जुन चाहिँ यो लाइट पावर र यो ब्याट्री र यो जुन चाहिँ ठन्डाले गर्दाखेरि क्या, यो मेरो कतिवटा सपना पनि अब चकनाचुर बनाइदियो नि। र पनि दुःख सुख यतिको चाहिँ गर्नु चाहिँ गरिरहेको छु हो। अन्त अब हेर्दै जाउँ, अब फर्दर अब अरूहरूमा पनि म मजाले गरौँला नि त।
यहाँनिर चाहिँ टक्कै मेन लाइनको 0 पोइन्ट रहेछ हो। अब सट्टै यता उकालो गयो भने चाहिँ अब उकालो फेरि बाबा मन्दिर छङ्गु पुग्छ हो। यहाँनिर चाहिँ टक्कै भित्र पस्दाखेरि चाहिँ यो चाहिँ अब नाथाङ भ्याली जाने बाटो हो। नाथाङमा जुन चाहिँ भ्याली छ अब यति मजाको छ। अहिले पो तपाईँहरूले यो डिसेम्बर नोभेम्बरको महिनाहरू चाहिँ देखेर चाहिँ यस्तो सुक्खा बन्जर देख्नु हुँदैछ क्या, डेजर्ट टाइपको। तर यहाँनिर चाहिँ अब जब जुन जुलाई अगस्तहरू हुन्छ त्यति बेला यति दामी दामी फुल फुल्छ हो, यति दामी दामी यो देख्नुहुन्छ। अब तपाईँलाई यसलाई चाहिँ टक्क त्यो रेनी सिजन जुन चाहिँ जुन जुलाई अगस्तहरूको चाहिँ अब त्यसको भिडियो चाहिँ हेर्नु चाहनुभयो भने चाहिँ टक्क तपाईँहरूले युट्युबमा गएर सर्च गर्नुहोस् त नाथाङ भ्याली भनेर। यति दामी दामी फुलहरू फुलेको, यति दामी दामी देख्छ कि। अहिले पो हेर्नुहोस् न, अहिले त सुक्खा नि, बिहानै तुसारो परिरहेको हो, बाटोमा पनि तुसारो जमिरहेको हो। मुनिमाथि यो सबै यो सेतो देख्नु भएको सबै यो तुसारोहरू यहाँनिर अहिले फेरि दिउँसो सबै फेरि त्यो धुलो माटो हुन्छ, बिहान तुसारो। यो तुसारो पनि अब हिउँै जस्तो हो। अब यसमा चाहिँ हामीले खेलाइँची गरेर गर्नु हुँदैन। खेलाइँची गरेर गऱ्यो भने चाहिँ यसमा चाहिँ चिप्लिने डर हुन्छ क्या, बाइकहरू गाडीहरू सबै चिप्लिन्छ। त्यही कारण यसमा चाहिँ पुरा एकदम कन्सियस भएर चलाउनु पर्ने अवस्था हुन्छ हो। यो जग्गाहरू चाहिँ खेल्दा हेर्दाखेरि पहिला सानोमा आइजिआई खेलेकोहरू पो याद आयो। तर तपाईँहरूले है अब यहाँनिर माथि सानो देख्नुहुँदैछ यो मन्दिर होइन। अब जग्गा यस्तो छ यहाँनिर एक मिक्स त मान्छे गायब क्या हुन्छ नि, यत्रो पाहाडबाट कहाँ झरिजान्छ। तर भए पनि अब यहाँनिर आर्मीको गाडीहरू हिँड्छ हो, अत्रो अत्रो गाडीहरू हिँड्छ अब यो बाटो भएर, किनभने तल क्याम्प छ नाथाङ भ्यालीमा पनि हो। त्यही कारण आर्मीको यो बाटोहरू हिँड्छ त्यहाँनिर। तर मान्छेको सबैभन्दा ठुलो आस्था नै है। अब हेर्नुहोस् त यस्तो डेन्जर बाटो छ, अब यहाँनिर एक मिक्स हुने बित्तिकै कहाँ पुग्छ र भए पनि मान्छेलाई क्या होइन, हाम्रो भगवान् छ, भगवान्ले बचाउँछ भनेर क्या आस्थाकै निम्ति भए पनि क्या यस्तो भिरालो बाटोहरूतिर यस्तो सानो सानो जग्गातिर भए पनि कमसेकम सानो मन्दिर बनाएर राखिदिएको छ क्या त। हुन्छ नि यो चाहिँ के हो भने अब मान्छेलाई हुन्छ नि अब मनको बाघले खाए तापनि तर त्यहाँनिर अब जुन चाहिँ हुन्छ नि त्यो देख्दा एउटा मन्दिर देख्दा मनै अब कस्तो खुसी हुन्छ क्या। ए यहाँनिर चाहिँ भगवान् छ है, हामीलाई कसरी नबचाए पनि हामीलाई भगवान्ले बचाउँछ भनेर क्या मनमा एउटा शान्ति लिएर चाहिँ भगवान्को नाम जप्दै पनि क्या यस्तो सानो बाटोमा पनि हामी हिँड्छौँ नि क्या। सबैलाई यादै छ, अब म मात्रै होइन कतिजना पनि सबैजना प्रायः म्याक्सिमम् त यस्तो सानो बाटोमा डढाउँछ हो। र पनि त्यस्तो मन्दिरहरूदेखि क्या खुसी भएर भगवान्लाई ढोकिरहेको छ क्या म्याक्सिमम् क्या। जो पनि अब क्रिस्चियनले उसको चर्चलाई ढोक्छ, मुस्लिमले उसको मस्जिदलाई ढोक्छ, कोही हिन्दूले पनि आफ्नो मन्दिरलाई ढोक्छ, सबैलाई ढोक्छ क्या। सबैले सबैलाई ढोक्छ किनभने यो उनीहरूको आफ्नो आफ्नो आस्था हो नि त। आफ्नो एउटा आफ्नोले मानेको, आफूले इज्जत गरेको, आफूले एउटा गरेको क्या पूर्ण रूपमा समर्पित गरेको देवताहरू हुन्छ नि भगवान्माथि, त्यसमाथि एउटा उहाँहरूले अवश्य नै हामीलाई प्रोटेक्ट गर्नुहुन्छ भन्ने एउटा मनमा विश्वास हुन्छ नि,
त्यही कारण पनि हामीले क्या रोक्छौँ क्या धन्यवाद भन्छौँ प्रे गर्छौँ क्या होइन। नभए त यस्तो बाटोमा हेर्नुहोस् त अलिकति ब्रेक लागेन भने गयो तल तपाईँको मान्छेको पनि टुक्राहरू मात्रै भेट्छ क्या यस्तो के जानुपर्ने हुन्छ। अब अगाडि हेर्नुहोस् न अब कस्तो आर्मी गाडी कत्रो कत्रो गाडी हिँड्दैछ ऊ पर नाताङ भ्याली पनि देख्दैछ त्यहाँनिर अब जाँदैछ सबैजना यति साह्रो खतरा जाँदैछ क्या आमा यो त के भनेको कतिवटा चिज त तर हुन्छ नि एक्सप्रेस गरौँ भन्दा पनि निक्लिँदैन क्या हो त। आर्मीको गाडी हेर्नुहोस् त अगाडि पर त्यो देख्दै गरेको नाताङ भ्याली हो यहाँनिर टावर हो यहाँनिर चाहिँ प्रायः एयरटेलको नेटवर्क चाहिँ मजाले आउँदो रहेछ हो अरू त नेटवर्कै नहुँदो रहेछ नि जिरो यहाँनिर त कहाँनिर लगेर कुन चाहिँ यसमा छोडिदिएको जस्तै हुँदो रहेछ फोनको दुनियाँबाट पनि यो कट अफ हो अरू अब यो लाइटहरू पनि हतपत नआउँदो रहेछ हो कट अफ हो अन्त त्यही कारण प्रब्लम अब यस्तै छ अब किनभने जग्गा पनि यस्तै खालके छ जोसुकै त यहाँनिर सर्भाइभ गर्नु सक्दैन यहाँको मान्छेहरूलाई कसरी सर्भाइभ गर्दैछ तपाईँ एकपल्ट पर्सनली सोध्नुहोस् अब किनभने मनको पीडा त मनमै हुन्छ नि अब उहाँहरू खुसी छ क्या त यहाँनिर यस्तो जग्गामा उहाँहरू यति बिघ्न खुसी छ उहाँहरूले क्या भन्छ टुरिस्टहरूको लागि होमस्टे खोलेर अब यतिको सर्भिस प्रोभाइड गर्नुभएको छ अब यति दामी छ क्या उहाँहरू पनि एकदम जिनियसै हो नि उहाँहरूलाई पनि एकदम मेरो तर्फबाट धन्यवाद भन्न चाहन्छु क्या त्यो बाटो हेर्नुहोस् न कति माया लाग्दैछ आम्मा सबै अब बिस्तारै 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 जाने हो। मैले अब रेकर्ड त गरेको छु कतिवटा त हो अब फेरि तर हामी चाहिँ ब्याकको चाहिँ अब किन चाहिँ रेकर्ड भएन भने जाँदा पनि त्यही बाटो गएको हो आउँदा पनि त्यही बाटो आएको हो तर ब्याट्री पनि कम भएको हो त्यही कारणले अब यहाँनिर चाहिँ अब तपाईँले जति पनि देख्नुभयो यो गएको बाटो छ हो आएको पनि सेमै हो तर त्यही बाटो नै आएको हो त्यही कारणले गर्दा गएको आएको गर्दाखेरि त्यही रोड गाडी 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 डबल हुन्छ भनेर चाहिँ हो यसलाई चाहिँ एकदम सिङ्गलै वान वे टाइपको बनाएको छ अब डाइरेक्ट त्यहाँबाट फेरि अब तल झरिसकेर किनभने मैले बनाउनु त मन थियो कतिवटा जग्गा अझै म बनाउँथेँ होला होइन तर अब यहाँनिर ब्याट्री नै नभइदिएर बनाउनु पाएन हो त्यही कारण भएन भने त अब के गर्नु छैनको कुनै तपाईँको सल्युसनै छैन नि त छैन मिन्स छैनै छैन त्यही कारणले अब बनाएन अब फर्दर अरू भिडियोहरू पनि म बनाउँछु होइन बनाउँछु अब हाल्छु किनभने अब यो त हाम्रो ट्रायलै चल्दै गरेको हो नि त कसरी बनाउनु पर्दो रहेछ भर्खर सिक्दै गरेको नि त अब टक्कै बसेको होमस्टे आयो अब यहाँनिर चाहिँ लगेर चाहिँ म मेरो बाइक चाहिँ अब टक्कै पार्क गरिदिन्छु है म चाहिँ अब सबै बिहानको सनराइज भ्यू पोइन्टहरू सबै हेरिकन आएको है म चाहिँ अब यहाँनिर अब म चाहिँ बिसाएँ। थ्याङ्क यू सो मच अब चाहिँ हामी चाहिँ गान्तोकबाट आएर चाहिँ अब फर्केको है अब सबै आफ्नो आफ्नो डेस्टिनेसन। थ्याङ्क यू सो मच तपाईँहरूलाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद।